यो दशा लागेको हजुर मान्छेहरु त छ नि त टन्नै छ उतापट्टि छ म चाहिँ यतापट्टि आएर बोलेको तपाईलाई फोन गरेको मम्मीलाई भन्छु भनेको रोक्नु न रोक्नु है के अरे यो थाहा छैन मलाई म यहाँ सानो कामले आएको थिएँ मम्मीलाई नभन्नु है एक्सिडेन्ट भएको थियो त भन्नु न के हो र रिसाएर बस्ने के भन्छ मजा गाला बुटी गरिदिन्छ अनि बुढी एक्सिडेन्ट लुक्स त मरत छ त 80-90 की स्पिडमा कुदाउँछ नि ठाउँ पाउने मैले बाइक 80-90 की स्पिडमा कुदाउँछ हाइवे Everyone, hello and namaste family. Welcome back to another brand new vlog with a new day, new vlog. I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ सन्चै आरामै छु अनि आज चाहिँ धेरै दिनपछि म चाहिँ भ्लग गर्दै छु हैन अनि भ्लग पनि धेरै थियो नबनाएको अनि हुन्छ तब घरको त्यस्तै कारणले गर्दाखेरि चाहिँ मैले बनाउन चाहिँ पाएको थिएन हैन अनि आज चाहिँ By the title and thumbnail हजुरहरुले देखि पनि सक्नुभयो होला मैले चाहिँ आज के गर्न जाँदै छु भनेर चाहिँ हैन अनि हामीले चाहिँ के गर्न जाँदै छु भने त्यो लास्टमा म हजुरहरुलाई नै देखाउने छु है भन्ने छु अनि माउ ओते हुनुहुन्छ है अनि माउले र मैले मिलेर चाहिँ गर्न लागेको मैले चाहिँ माउलाई अलरेडी नै भनिसकेको छु नभन्नु है भनेर खास मैले प्र्याङ्क गर्न लागेको होइन अनि प्र्याङ्क गर्न लागेको अनि म चाहिँ अघि नै मेरो भाइको फोन आएको थियो अनि त्यति बेला चाहिँ बेबी यस्तो यस्तो भनेर बसिरहेको थिएँ अनि म चाहिँ अब बाहिर निस्किन लागेको होइन म चाहिँ यहाँबाट कहाँ जान्छु के गर्छु भनेर अनि कसरी प्र्याङ्क गर्छु भनेर चाहिँ त्यहाँ हजुरहरूलाई देखाउने नै छु अनि म सानो बोलिरहेको छु होला होइन अनि मेरो हस्बेन्डलाई प्र्याङ्क गर्न लागेको नि अनि म सानो बोलिरहेको छु किनकि उहाँ चाहिँ कोठामा हुनुहुन्छ उहाँले थाहा पाउनुहुन्छ क्या त्यही भएर चाहिँ मैले सानो बोलेको छु अनि हामी प्र्याङ्क गर्न लागेको है अनि हामी प्र्याङ्क सक्सेस भइसकेपछि चाहिँ ठ्याक्क म घर आउँछु होइन अनि मम्मी चाहिँ यहाँ बसेर चाहिँ आत्ती जस्तो गर्नुहुन्छ है उहाँ चाहिँ भित्र हुनुहुन्छ उहाँले सुन्नुहुन्छ जस्तो भएर चाहिँ म चाहिँ सानो बोलेको छु है साउन्ड कस्तो आएको छ के आएको छ मलाई थाहा छैन आएर न है म चाहिँ अब निस्किन लागेको अनि त्यही हो हाम्रो सक्सेस बनाउनु पर्छ है म बनाउनुपर्छ अनि हामी चाहिँ यहाँबाट चाहिँ म जान्छु होइन म एकैछिन भएर जान्छु भनेर चाहिँ म निस्केको छु सो अब यहाँबाट चाहिँ म सिधै त्यहीँ जान्छु जहाँ म प्र्याङ्क गर्नेवाला छु यता हेर्दै गर्नु होला होइन अनि सपोर्ट गर्दै गर्नु होला त्यही हो जसले पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला अनि लाइक सेयर एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला होइन अनि हाम्रो मम्मी चाहिँ धेरै पछि चाहिँ आउनुभएको हाम्रो भ्लगमा अनि कस्तो लागिरहेछ त मम्मी अनि हाम्रो मम्मी चाहिँ धेरै त्यस्तै कारणहरूले गर्दा नि हाम्रो चाहिँ भ्लग पनि भएको थिएन स्टार्ट चाहिँ भएको थिएन अनि भ्लग पनि गरेको थिएन नि त त्यही भएर पनि अनि धेरै पछि आउनुभएको छ सो फेरि पनि वेलकम ब्याक टु आवर च्यानल हाम्रो मम्मीलाई चाहिँ त्यही हो हेर्दै गर्नु होला है त सो अलराइट गाइज म चाहिँ होइन मेरो माइतमा चाहिँ आएँ है किनकि मेरो भाइकोबाट चाहिँ म भिडियो गर्छु अनि म मेरो यो फोनबाट चाहिँ म उसलाई प्र्याङ्क गर्छु भनेर चाहिँ होइन हल्का यता न बाबु हल्का नजिक आउनु अनि त्यही भएर चाहिँ म यहाँ आएको है अनि अहिले मैले भिडियो गराइरहेको चाहिँ मेरो भाइको फोन है अनि भाइले भिडियो गरिदिइरहेको छ अनि हामी दुईजना अनि मम्मी भएर चाहिँ हामीले उहाँलाई प्र्याङ्क गर्छु भनेर अनि अघि नै चाहिँ मैले सानो बोलेको थिएँ होइन सानो बोलेको थिएँ है किनभने चाहिँ उहाँले सुन्नुहुन्छ कि भनेर चाहिँ मैले सानो बोलेको थिएँ कि घरबाट आउँदाखेरि चाहिँ अनि त्यही हो अनि हुन्छ नि त अब
उहाँको र मेरो चाहिँ हल्का फुल्का डिस्कस परेको थियो कि होइन सानो कुरामा ठाकाटुक्का परेको थियो अनि मैले चाहिँ उहाँलाई चाहिँ जसरी भयो पनि म प्र्याङ्क गर्छु भन्ने चाहिँ सोचेको थिएँ कि दिमागमा रिभेन्ज त लिन पऱ्यो होइन र अनि के अरे मेरो हस्बेन्डलाई चाहिँ आइएम सरी बट नो सरी मैले प्र्याङ्क चाहिँ गर्न गएको छैन यहाँ आउन अलिकति यता अनि हेरौँ रियाक्सन कस्तो हुन्छ है अनि मैले चाहिँ उहाँलाई यहाँ जान्छु त्यहाँ जान्छु पनि भनेको छैन मैले मम्मीको काममा चाहिँ जान्छु म चाहिँ मेरो हल्का काम छ भनेर चाहिँ म के अरे जान लागेको भनेर चाहिँ म हिँडेछु मेरो सानो कामको लागि चाहिँ जान लागेको आएको हो म यहाँ चाहिँ अनि मैले चाहिँ मम्मीलाई चाहिँ तपाईँको कामले चाहिँ के अरे गएको हो भनेर भन्नु है मम्मी भनेर चाहिँ मैले भनेको छु है सो अनि मेरो भाइले चाहिँ मलाई फोन गरेको थियो कि होइन अनि यहीँ छ है कल डिटेल पनि अनि के अरे त्यो भएको भएर हल्कै त न यहाँ मैले यस्तो गर्न गाह्रो भयो क्या अनि त्यही भएर चाहिँ अनि त्यति बेला चाहिँ मैले बेबी बेबी भनेर भनेको थिएँ होइन अनि के अरे उहाँले सुन्नुभयो भएन अनि मलाई चाहिँ नजाऊ नजाऊ भन्नुभएको थियो कि म सानो काम बाहिर जान लागेको भन्दाखेरि नि नजाऊ नजाऊ भन्नुभएको थियो सो अब चाहिँ हामी प्र्याङ्क गरौँ है त अनि कहाँ साँच्चै कहाँ एक्सिडेन्ट पऱ्यो भन्ने कुन रोडमा खै यो नामै थाहा छैन यो गल्ली हो भन्ने ल म ऊ गर्छु है त ल के भन्नु चाहिँ मलाई त ढुकढुक चाहिँ भयो है अनि यहाँ आऊ न यहाँ आऊ त ए मैले चाहिँ होइन ऊ गरिरहेको छु अनि त्यही हो हेलो कता हुनुहुन्छ घरमै हो ए अनि सुन्नु न मेरो एक्सिडेन्ट पऱ्यो क्या यहाँ त्यो चेकिङ थियो अनि मैले यसरी भित्र गल्लीबाट हाल्छु भनेको खै यो कुन चाहिँ गल्ली हो यहाँ भित्र गल्लीबाट हाल्ने बेलामा एक्सिडेन्ट पऱ्यो खै यो ठाउँ नै थाहा छैन खै के हो एक्सिडेन्ट पऱ्यो हल्का मलाई अलिकति गाह्रै भयो अब खै के हुन्छ यहाँ मम्मीलाई आउँछ अनि हजुरलाई भन्छु नि है खै यो कुन चाहिँ गल्ली हो यो गल्लीको नाम पनि थाहा छैन मलाई अनि मान्छेहरू कति धेरै छ अनि मन त लास्ट हाततिर खाके खै के भयो यो दशा लागेको हजुर मान्छेहरू त छ नि त टन्नै छ उतापट्टि छ म त यतापट्टि आएर बोलेको तपाईँलाई फोन गरेको मम्मीलाई भन्छु भनेको मलाई त्यो के मन यो स्कुटर नै पक्नु म फोन गर्छु अहिले पछि तपाईँलाई उसलाई चाहिँ मैले एकदम अट्याच छैन उसले के गर्छ है अब मैले चाहिँ मम्मीलाई भनेको के अरे भनेर आएको छु नि त होइन अनि मैले चाहिँ उसलाई प्र्याङ्क गरेको म रिभेन्ज प्र्याङ्क लिन्छु है भनेर मेरो मनमा सोचेको थिएँ किनकि उसको र मेरो ठक्का परेको थियो नि त होइन कहाँ त्यस्तो नगर न हल्का यता नि यहाँ बस तिमी यहाँ बस न बाबु यहाँ बस न ए मेरो भाइले चाहिँ क्यामेरा यता र उता गरेको क्या पुरा सिनेमेटिक जसरी सिनेमेटिक गर्ने होइन क्या बाबु अनि हुन्छ नि त अब मैले चाहिँ त्यति भनेर फोन राखेँ नि त अब ऊ आत्तिन्छ है एक्सिडेन्ट भयो भनेर भनेछ फोन आएन बिचरा उसकोमा ब्यालेन्स छैन सायद मम्मीकोबाट नि गर्न खोज्छ होला अब के भन्ने अब के अरे पुलिसहरू आहा भन्ने बोल न त के बोल पुलिसहरू आहा भन्ने अनि मेरो हबीले त जति बेला चाहिँ हुन्छ नि त अब के अरे म निस्किने बेलामा के भने म बाइक अब त्यहाँ एकचोटि सोरुममा जान्छु यताउति भन्नुभएको थियो क्या अनि त्यही भएको भएर पनि अब मलाई अलिकति उयो भएको थियो मेरो चाहिँ एकदमै इमोसन जोडिएको छ त्यो बाइकमा चाहिँ होइन अनि बाइक र स्कुटरमा किनकि आफूले मेहनत गरेर त्यति दुःख गरेर गरेको चिज हो नि त होइन अनि त्यही भएर पनि अनि यहाँ के अरे अब पुलिसहरू आएछ मेरो पनि हल्का ब्लड एकदम बढी भइरहेछ मेरो के घोडामा भने घोडामा ठुकेछ ब्लडहरू
अब म एकैछिन बिजी छु यहाँ पुलिसहरु आछ मेरो हजुर हजुर खै यो रोक्नु न म यहाँ मेरो पुरै ब्लिडिङ एकदम बढी भछ के यहाँ मेरो के अरे घोडामा चोट लाग्छ अनि यहाँ पुलिसहरु पनि आछ म अलिकति बिजी छु के रोक्नु आएपछि यो म समय भएपछि यो गर्छु के रोक्नु न रोक्नु है के अरे यो थाहा छैन मलाई म यहाँ सानो कामले आएको थिएँ मम्मीलाई नभन्नु है मम्मीले के भन्नुभएको त रोक्नु न क्या तपाईँले मलाई अनि अस्ति नै भनेको थिएन त नि अनि के अरे एक्सिडेन्ट भयो भने त झन् त्यही माथि सक्छु भनेर भन्नुभएको थियो अनि त्यही भएर मलाई डर लाग्यो के पक्नु है त अहिले म सोध्छु यहाँ रोक्नु पुलिसहरु सबै छ क्या अनि फोन गरिराख्नु न म त्यहाँ मेरो स्कुटर छ के म स्कुटर पुरै स्कुटर त्यस्तो धोस्दै भयो मान्छे पनि त्यस्तै धोस्ता भएको छु म यहाँ स्कुटर पनि धोस्दै भयो म यहाँ साइडमा बसिरहेको छु कि पुरै ब्लिड भइरहेछ मेरो यहाँ म पालोको पैसा त म तिर्छु हुन्छ त होइन अलिकति हाम्रो के अरे युट्युबमा चाहिँ भिडियोहरू पनि हालेको थिएन होइन मैले चाहिँ भिडियोहरू पनि हालेको थिएन अनि कस्तो भने धेरै कुराहरू जुन कि हाम्रो चापी हराएकोदेखिबाट हो क्या होइन मैले भिडियो हाल्न अनि भिडियो हालेको थिएन म इन्भल्भ छैन है यसमा म इन्भल्भ छैन अनि भिडियोहरू हालेको थिएन होइन किनकि अब हाम्रो लाइफमा त्यस्तै हल्का अप्स एन्ड डाउन्स चलिरहेको थियो अनि अलिकति हुन्छ नि त सधैँ अब त्यस्तै एउटा प्रब्लम सल्भ भयो अर्को प्रब्लम आइराख्ने कि त्यस्तो भइराखेको थियो अनि हामीले चाहिँ त्यही भएर पनि मैले भिडियो चाहिँ हालेको थिएन किनकि अलिकति सधैँ त्यस्तै चलिराखेको थियो नि त अनि त्यही भएर पनि मैले चाहिँ भिडियो हालेको थिएन आई होप अब चाहिँ सधैँ भिडियो आउने छ होइन अब चाहिँ म रेगुलर भिडियो पनि हाल्नेछु भनेछु होइन त्यस्तो सोचिरहेको छु अनि त्यही हो हुन्छ न अब मैले त्यति भनेर राखेँ है अनि त्यही हो घरमा गएर चाहिँ मलाई डह्रो गोद्नुहुन्छ होला आई होप मलाई डह्रो थर्काउनुहुन्छ होला है ऊ एकदम आत्तेछ होइन तपाईँहरूले पनि सुनिसक्नु भयो होला अनि त्यही हो हुन्छ नि त अब सरी भनौँ भने मलाई सरी भन्नु मन छैन होइन रिभेन्ज लिएछु मैले चाहिँ रिभेन्ज पनि कसरी लिएको भने प्र्याङ्क गरेर लिएको छु मैले चाहिँ होइन अनि उसले चाहिँ उसको र मेरो चाहिँ बिहान अलिकति ठक्क परेको थियो किनकि मलाई मेरो गल्ती नहुँदा नि मलाई गल्ती साबित गराउन खोज्दाखेरिको बेलामा चाहिँ होइन अनि त्यही हो आज चाहिँ खतरा प्र्याङ्क भिडियो आउँदैछ मामुलाई फोन गर्ने मामुलाई फोन हान्नु भने नि मैले मामुलाई भनिसकेको छु है अनि त्यही हो अब भन्नुपर्छ कि है अहिले फोन हान्नु भएन किनकि उसकोमा नि ब्यालेन्स छैन होइन अनि फोन हान्यो भने नि के बोल्ने मैले अत्ता छ बोल न के भने फोन अफ गरिदियो हुन्छ एकैछिन फोन अफ गर्न त होइन फोन आएको भए पो अफ गर्ने हैन अहिले गर्नुहुन्छ नि त म काट्दिन्छु के हैन म काट्दिन्छु फोन अहिलेसम्म नि आएन है त्यही हो ऊ चाहिँ एकदम आत्तेछ कहाँ हो भन ऊ खोज्न हिँडिसक्यो होला क्या गल्ली खोज्दै हिँडिसक्यो होला आयो मलाई जहाँसम्म लाग्छ है अनि अस्ति नै पनि उहाँको एक्सिडेन्ट हुने बेलामा त मलाई त्यस्तो उयो गरेको थिएन नि त अनि त्यही हो अब एउटा अननोन टाइपको गल्ली भयो नि मलाई यस्तो बेलामा त फेरि दिमागमै नआउँदो रहेछ कि मलाई भन्दा भेनालाई पुरै गल्ली थाहा छ गल्ली भयो जस्तो के अनि गल्ली खोज्दै हिँड्न सक्छ क्या ऊ त आज भेनाले पोखराको गल्ली घुमेरै भ्याउने भयो आज उसले त त्यस्तै गर्न सक्छ क्या ऊ त सिधै उसकोमा ब्यालेन्स पनि छैन है सायद
फोन आयो भन्दै त म तपाईँहरूलाई ठुलो फोन आएको छ तर म फोन उठाउँदिनँ है उसले कतिचोटिसम्म हान्छ फोन होइन यस्तो कुरामा प्र्याङ्क चाहिँ हान्न नहुने हो होइन किनकि मैले एकचोटि अप्रिल फुलको दिनमा चाहिँ के मैले ड्याडीलाई हान्दाखेरि मैले त्यसरी नै प्र्याङ्क हानेको के अनि के अरे म कलेजबाट घर आउँदै थिएँ अनि मैले एक्सिडेन्ट भयो ड्याडी भनेर भन्दाखेरि ड्याडीले मलाई घरमा कहाँ हो एक्सिडेन्ट भयो मैले त सहारा हस्पिटल भनिदिएँ कि अनि पछि सहारा हस्पिटल जानुभएछ होइन अनि पछि अनि आउनु भएछ पछि त्यहाँदेखि प्र्याङ्क हो ड्याडी भन्दाखेरि त ड्याडीले त मलाई यत्रो लट्ठीले मलाई पिट्न खोज्नु भयो म त्यो दिन पिटे चाहिँ खाइनँ तर भाग्न दौरो भागेको थिएँ हजुर हजुर भन्नु न हजुर दाइ भन्नु त होइन रोक्नु न एकछिन एकछिन है एकछिन म यहाँ कुरा गर्दैछु यहाँ पुलिसहरू सबजना छ भन्नु त हजुर खै मम्मी यो कहाँ हो थाहा ऊ छैन के अरे थाहा नै छैन तर मेरो एक्सिडेन्ट पऱ्यो क्या मम्मी यहाँ पुलिसहरू सबै छ अनि यो गल्लीको नाम पनि थाहा छैन अनि त्यही भएर के अनि रोक्नु अहिले पछि म ऊ गरेर के राजा रोक्नु भएको र कहाँको गल्ली हो यो अनि कसरी निस्किने र यो गल्लीको नामै थाहा छैन कि मम्मी रोक्नु है म यहाँ पुलिसको उयो गर्छु अनि यहाँ के अरे कुरा हल्का हल्का मिल्ला जस्तो पनि लागेछ मलाई थाहा छैन खै के हुन्छ मेरो यो घोडाबाट एकदम रगत पनि ब्लिडिङ भइरहेछ अनि स्कुटर पनि हल्का धोस्दै भयो म अब यहाँ के कुरा हुन्छ अनि म त हल्का यताबाट आएर बोलेछु कि मम्मी अब त्यत्रो भिड छ यस्तो थियो कि अगाडि चेकिङ थियो अनि चेकिङ हुँदाखेरि अनि मैले लाइसेन्सहरू केही लिन ल ल मम्मी ल रिसले चुर परेछ हो त्यो मैले ठाउँ नभनेर होला नि के मलाई थाहा नै छैन त अनि ए मम्मी म माथि गर्छु कि म अब आउँछु अनि भन्छु म भिडियो गर्दैछु ल मामुलाई चाहिँ सबै कुरा थाहा छ यताबाट रिफ्लेक्ट पर्छ क्या बाबु मैले मामुलाई चाहिँ सबै भनेको थिएँ होइन म प्र्याङ्क गर्न जाँदैछु मम्मी भनेर चाहिँ मैले मम्मीलाई भनेको थिएँ अनि ऊ चाहिँ मैले ठाउँ भनिनँ भन्दा चाहिँ रिसले चुर परेर माथि ऊ छतमा गएको छ अरे है ऊ चाहिँ एकदम टेन्सनमा छ म घरमा गएछु मलाई डरो तर्काउँछ अब भिडियो गर्दै जाऊँ भन्यो भने पनि अब त्यस्तै हो है सो गाइज अब चाहिँ है मलाई घर गएर मैले मारे गाली खान्छु मैले या फिर सक्यो होइन मैले के खान्छु थाहा छैन होइन म भिडियो चाहिँ गरिराखेको हुन्छु सायद क्यामेराले चाहिँ मलाई बचाउला होइन मतलब त्यस्तो पिटाइ चाहिँ खान्न तर पनि अब डर त हुन्छ नि त जे जस्तो भने मैले यस्तो डेन्जर ठुलो प्र्याङ्क गरेको छु नि त होइन सो म चाहिँ अब यहाँबाट छिटो म जान्छु है अनि म तल घर गएर चाहिँ अनि म उसलाई फेरि अनि इट्स प्र्याङ्क भनेर भन्छु होइन अनि सँगै बसेरै म प्र्याङ्क भन्छु अनि घर जाने बित्तिकै अनि म हजुरहरूलाई उ गर्छु नि त है सो लभ यु अहिलेको लागि चाहिँ म अब यहाँबाट छिटो निस्किनु पर्ने हुन्छ है त ल अलराइट म चाहिँ अब चाहिँ यहाँबाट घर जान्छु है बाबु राम्रो जग्गा बस है ल म चाहिँ अब यहाँबाट जान्छु है अनि मैले चाहिँ दोहोरो गाली खान्छु पनि होला होइन अनि त्यही हो अझै स्कुटर उता राखेको छु कि त्यही पक्क भएर पनि सो म चाहिँ अब छिटो ढिलो नगरिकन जान्छु है अनि म गरिदिन्छु है त म चाहिँ घरमा पनि आइसकेँ अनि मम्मीले चाहिँ उहाँलाई चाहिँ रोक्नु भयो रहेछ होइन It's a prank! यो मैले अब चप्पल
एक्सिडेन्ट भएको त्यो एक्सिडेन्ट भएको मैले It's a prank! Revenge prank! यता न त्यो रिसाको फेसमा कति खुसी देखेको हो ए कति राम्रो देखेको हो अनि म चाहिँ होइन घरमा पनि आइसकेँ अनि मैले धन्न चप्पल खाएको थिएँ है अनि त्यही हो मम्मीले चाहिँ छिट्नु भयो मलाई होइन अनि हुन्छ नि त रिसले बुम हुनुभएको छ मेरो अबु चाहिँ अबु अबु लुक्स त मरत छ त किन र यस्तो रिसाएर के हेर्दै हो यस्तो नबोल किन नबोल्ने नि नबोल मसँग नबोल म बोल्दैन होइन त्यस्तो त नभन्नु म बोल्दैन मसँग अब रिसाउनु भयो मलाई अघि लाको बदला मलाई गिरुवाको बदला तिर्दैको नि त यसो कति नराम्रो देखेको ए नराम्रो र राम्रो ओहो कति राम्रो देखेको नि बाप रे बाप हो चाहिँ होइन बुम परेर बसेर हेर्नु है भन न त के शब्द जाओस् भन्नु न के हो र रिसाएर बस्ने के भन्छ मजा कस्तो फिल भयो त बुढी एक्सिडेन्ट हुँदाखेरिको गाह्रो बुढी गरिदिन्छ अलिक बुढी एक्सिडेन्ट लुक्स त मरत छ त के बितिको त्यस्तो खाइदेलाई जस्तो गरेर हेरेको घोडा काटेर नपिट्नु नदुख्यो जिन्दगीमा कहिले कति एक्सिडेन्ट भएको प्र्याङ्क गर्ने होइन है गरिहालेर ल कतै गर्दिन नगोल न नगोल भन त के भनेर रोकेर राख्नु थियो त्यस्तो प्र्याङ्क गरेको थिएँ यो तिम्रो माया हो कि के हो र माया भएपछि त बुढीलाई अङ्गालो हालेर बुढी आयौ तिमी भन्नु राम्रो कतिले काम गरेर भन्नको लागि आएँ अनि के नराम्रो गरेर मैले प्र्याङ्क हाने अब कहाँ हो नि के आफूले बोल्छ यार कुनै दिनको चाहिँ बोली लाग्छ यताउति भनेर पनि prank gonna extremely wrong बुढा रिसाएर तना किन रिसाउँदै किन हुन्छ प्र्याङ्क गरे भइहाल्यो एक्सिडेन्ट भयो अरे गोडामा काटे ब्लिडिङ धेरै भएको अरे यस्तो हुन्छ ए यस्तो हो र फेरि एकचोटि मैले बेबी भनेर बोलेको सुनेको हुन र ऊ घुसमा थियो होइन त्यहाँबाट हुन्छ तिमी रिसाएरै बस्नु ब्लिडिङ बाहेर रगत आहारे एक्सिडेन्ट बाहेर घोडामा लाहारी एकदम ठुलो
के मेरो कपाल चाहिँ बान्नु पर्ने थियो बरु यो बान्दिनु यहाँ आउनु न क्या यहाँ आउनु त वाटा वाटा ए अबदेखि गर्दिनँ क्या म प्र्याङ्क आउनु न आउनु अब आउनु क्या म गर्दैन कसम छ अब मदेखि अब म यो यस्तो प्र्याङ्क गर्दिनँ आउनु अरू गरेको प्लान हो साधारण एक्सपिरियन्स भनेर बोलीको अनिकार लाग्छ थाहा हुँदैन अनिकाल लाग्छ बोलीको अनिकाल लाग्छ भने कि अङ्गीकार लाग्छ चाबी त पाएको पाइयो हजुर चाबी त पाएको पाइयो ल ए चाबी त अब पाएको पाइयो एक्सिडेन्ट गरेर घोडामा काँकेरी के पुलिसहरू आएको छ अरे यो छ नराम्रो लाग्दैन सरी कहाँ हो भन्दाखेरि पनि छैन अरे सरी सरी उनी न मैले बाइक यस्तो 80-90 स्पिडमा कुदाउँछु हो नि ठाउँ पाउने मैले बाइक 80-90 स्पिडमा कुदाउँछु हाइवेमा ठाउँ छ अनि हजुर त्यसो मेरो अनि ठ्याक्क भएछ अनि बुढी लगाउनु है धेरै साँच्ची झगडा गर्ने डु वान फाइट पब्लिक छोडेर पब्लिक हेर्छ न हुन्छ अनि डु वान फाइट डु वान फाइट लागि सरी सो अलराइट गाइज सो अब चाहिँ होइन मैले प्र्याङ्क पनि गरेँ मजा पनि धेरै आयो होइन मेरो बुढा रिसाउँदाखेरिको थोप्रा देखिहाल्नु भयो काले काले त्यो अनुहारले अनि होइन हो मेरो पोइ हो काले भयो नि काले त छैन भयो अहिले त झन् घरमा बसेर हो क्या गोरे भयो यता हेर नि त ओ के अरे एक्सन त्यही हो होइन अब त मेरो प्र्याङ्क चाहिँ खतम भएको छ होइन साथीहरू सो सबैजनाले धेरै पछि आएको छु म चाहिँ होइन सबैजनाले धेरै 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 माया गरिदिनु होला लभ सपोर्ट चाहिँ गरिदिइराख्नु होला होइन अनि त्यही हो अब रेगुलर भ्लग चाहिँ म लिएर आउने नै छु सकेसम्म त होइन सो लभ यु अल